नमस्कार साथीहरू, आज म तपाईहरुलाई लिएर आएकी छु अनुहार गोरो र चम्किलो बनाउने अनि सुन्दर बनाउने घरेलु उपायहरू। उमेर नपुग्दै अनुहारको छाला चाउरिन पुग्छ। जतिसुकै मेहनत गरे पनि कतिपयको अनुहार भने जस्तो गोरो तथा चमक अनुहारमा हुँदैन। अनुहार गोरो अनि सुन्दर देखिनको लागि ब्युटी पार्लर धाउनेहरूको पनि कमी छैन। तर केही महत्त्वपूर्ण कुराको ख्याल गर्ने हो भने मुहारको छाला गोरो र चम्किलो हुन्छ। झट्ट हेर्दा मान्छेलाई पहिले सुन्दर छ कि छैन त्यो हेर्छ। राम्रो मान्छेलाई आहा कति राम्री हो, आहा कति राम्रो हो भनेर त भनिहाल्छन् नि, हैन? राम्रो मान्छेलाई आहा भनिहाल्छन् सबैले। तर नराम्रो मान्छेलाई पनि म पनि राम्रो बन्न पाए हुन्थ्यो भनेर त लाग्छ नि त, हैन र? अनि छोरा मान्छेलाई पनि त्यस्तै फिल हुन्छ कि छोरा मान्छेले पनि प्रयोग गर्न सक्नुहुनेछ। यो छोरा छोरी हैन, सबैले प्रयोग गर्न मिल्छ। यो घरेलु उपाय भनेको एकदमै राम्रो हो। बजारको सामानहरू जस्तो हुँदैन नि त। बजारहरूको सामानले चाहिँ केही इफेक्ट गरेको हुन्छ, हैन, असर गरेको हुन्छ। अनि राम्रो हुन त सबैलाई मन पर्छ, तर कामले गर्दा भ्याइदैन भनेर भन्नु होला। फेरि त्यसो नभन्नुहोस्। राम्रो मान्छेलाई सबैले आहा भन्छन्। दिनभरि काम गर्नुहुन्छ, राति सुत्ने बेला त समय त पक्कै मिल्छ। 10 मिनट निकालेर आफ्नो अनुहारलाई गोरो अनि सुन्दर बनाउनुहोस्। गोरो बनाउने घरेलु उपाय चाहिँ महिला पुरुष दुवैले गर्न सक्नुहुनेछ। अनि अनुहारलाई गोरो, चम्किलो र सुन्दर बनाउने केही प्रभावकारी घरेलु उपायहरू छन् जुन तपाईं घरमै अपनाउन सक्नुहुनेछ। नम्बर 1, बेसन र दहीको लेप। 2 चम्चा बेसनमा 1 चम्चा दही अनि आधी चम्चा मह मिसाउनुहोस् अनि यो सबै मिश्रण गरेर पेस्ट बनाउनुहोस्। अनुहारमा लगाएर 15-20 मिनट सुक्न दिनुहोस्। त्यसपछि मनतातो पानीले धोइदिनुहोस्। अनि बेसन र दहीको लेपले चाहिँ छालालाई चम्किलो बनाउँछ, मृतकोष हटाउँछ। नम्बर 2, कागती र महको मास्क। आधा चम्चा कागतीको रस लिनुहोस् अनि 1 चम्चा मह पनि मिसाउनुहोस्। अनुहारमा हल्का मालिश गर्दै लगाउनुहोस्। 10-15 मिनट राखेर धोइदिनुहोस्। कागतीले ट्यान हटाउँछ भने महले चाहिँ छालालाई नरम बनाउँछ। नम्बर 3, काँक्राको रस। काँक्राको रस निकालेर कपासको सहायताले अनुहारमा लगाउनुहोस्। 15 मिनटपछि चिसो पानीले धुनुहोस्। काँक्राको रसले छालालाई ताजा र चम्किलो बनाउँछ, चिसोपन दिन्छ। नम्बर 4, गुलाबजल टोनर। गुलाबजल अनुहार सफा गरेपछि टोनरको रूपमा प्रयोग गर्नुहोस्। गुलाबका फूलहरू चाहिँ हाम्रो घर वरिपरि पनि टन्नै हुन्छन्, हैन? गुलाबजल बनाउनको लागि तपाईहरुले घरमै पनि बनाउन सक्नुहुनेछ। गुलाबका फूलहरूलाई राम्रोसँग सफा गरेर, हैन, पानीले पखालेर राम्रोसँग हल्का घाममा नसुकाइकन पनि आफैले घरमै तयार गर्न पनि सक्नुहुनेछ। अनि गुलाबजलले चाहिँ छालालाई सन्तुलनमा राख्छ, चमक बढाउँछ, हैन, सफा गराउँछ, मैलाहरू पनि हटाउँछ। गुलाबजल यस्तो राम्रो चीज हो, तपाईहरुले थाहा पनि पाउनु भएको होला सायद, ब्युटी पार्लर जाने मान्छेहरूले त, हैन, गुलाबजल कति युज गर्छन् भनेर, हैन? नम्बर 5, काँचो दुधको क्लिन्जर। काँचो दुध कपासमा चोबेर अनुहार सफा गर्नुहोस्। यसले चाहिँ छालाको मैला हटाउँछ, प्राकृतिक चमक लिएर आउँछ। नम्बर 6, हल्दी र दुधको पेस्ट। 1 चम्चा दुधमा 1 चिम्टी भर बेसार राख्नुहोस् अनि यसको पेस्ट बनाएर अनुहारमा लगाउनुहोस्। सुकेपछि धोइदिनुहोस्। यसले चाहिँ दाग धब्बा हटाउँछ, छाला उज्यालो बनाउँछ। साथीहरू, तपाईहरुले घरमै बनाएका लेपहरू हप्तामा 2-3 पटक मात्र प्रयोग गर्नुहोस्। प्रयोग अघि छालाको सानो भागमा टेस्ट गर्नुहोस्। राम्रो परिणामको लागि नियमित अनुहार सफा गर्नुहोस् र धुलो, घामबाट जोगिनुहोस्।